हेलो साथीहरू, हामी चाहिँ एकदमसँग रनिङ हान्दै हिँडेका छौँ होइन। हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो रनिङ हान्ने बाटो होइन। हाम्रो रनिङ गर्ने बाटो यस्तो खतरनाक छ कि के कुरा छैन। हामी राजेशजी अगाडि हिँडेका छन्, लहर 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 गर्दै म पनि हिँडेको छु। आज चाहिँ हामी अलि धेरै हान्यौँ रनिङ चाहिँ, अनि भयो कि नि राजेश, अलि खत्रै रनिङ हान्यो। अनि अहिले चाहिँ राजेशको यसो भिडियो गराइरहेको छु होइन, देख्न सक्नुहुन्छ। अनि आज झुप्रासम्म पुगेर आइयो, अनि उहाँ कौचे पानीदेखि हानेको आज झुप्रासम्म ट्याक्क पारेर आइयो। एकदम मस्त भयो आजको दिन चाहिँ होइन कि कसो राजेश, के गर्न लागेको चाहिँ? ल ठिक छ। यहाँ हेर्न सक्नुहुन्छ अन्ततिर भल आयो भनेपछि यो खोलाको भल देख्न सक्नुहुन्छ कति खतरनाक छ यहाँ होइन। भलहरू भन्ने कुरा त यस्तो छ कि यहाँको वातावरण अन्तको पुलमा लासहरू मात्रै देखिन्थ्यो भने यहाँको पुलमा चाहिँ केही पनि देखिन्न। गएर छ साथीहरू, यहाँ चाहिँ एकदम खोलामा भलै आउन्न। अनि हजुरहरू चाहिँ बिहान बिहान के गर्नुहुन्छ भन्नुहोस् न साथीहरू। हामी चाहिँ यसो रनिङ सनिङ हान्ने गर्छौँ, यसो फ्रेस हावा खाँदै ताजा ताजा हावा खाँदै हिँड्नको मजा बेग्लै हुन्छ कि साथीहरू, के कुरा गर्ने होइन। अनि हजुरहरू के गर्नु भएको अहिले चाहिँ, के गर्दै बस्नु भएको छ, सबै कुरा भन्नु होला होइन। अनि म चाहिँ रनिङ हान्दै हिँडेको छु, यस्तो मस्त वातावरणमा देख्न सक्नुहुन्छ। आहा क्या मस्तको वातावरण छ हेर्नु साथीहरू। ओ माई गड, यस्तो वातावरणमा हिँड्नुको मजै बेग्लै हुन्छ साथीहरू। गएर बिहान उठ्ने, रनिङ सनिङ गर्ने, नुहाइधुवाइ गर्ने, पूजासुजा गर्ने गर्नु होला। दिनभरिको वातावरण नै फरक हुन्छ कि, दिनभरिको दिनचर्या नै अलिक फरक किसिमको हुन्छ, त्यही भएर त्यस्तो गर्नु होला साथीहरू। अहिले चाहिँ हामी यो बोरीपाटीको पुल बनाउन लाग्थ्यो, हो त्यहाँसम्म आइपुगेछौँ। अनि उता चाहिँ हाम्रो राजेशजी एकदमसँग हिँड्नु भएको छ। वाह, देख्न सक्नुहुन्छ उहाँको रनिङ। यस्तो कडा हानिन्छ उहाँले चाहिँ रनिङ। हेर्नु साथीहरू, हामी चाहिँ यत्तिको स्पिड त हान्दैनौँ कि, अहिले चाहिँ तिनीहरूले स्पिड हान्यो हो, धेरै स्पिड हान्यो नि ट्याक्क जसरो मोसनमा यस्तै रनिङ हान्दै हिँडिन्छ होइन। अनि यस्तै रनिङ हान्दै हिँड्दाखेरि चाहिँ मजा हुन्छ क्या साथीहरू होइन, त्यो कुरा पनि। अरू त के भनौँ र, सबै सन्चै हुनुहुन्छ होला। अनि यस्तो नदीहरूको किनारमा नजानु होला भन्न चाहन्छु, किनकि अहिले चाहिँ जताततै भलहरू आएर मान्छेहरू लगेका छन्, बगाएका छन्। त्यो कारणले गर्दाखेरि चाहिँ त्यो नगर्नु होला, बाहिर ननिस्किनु होला भन्न चाहन्छु। अनि हाम्रो राजेशजी चाहिँ त्यहाँ लुक्नु भएको छ होइन, मलाई तर्साउनुको कथा हेर्न सक्नुहुन्छ। ए हो ल ठिक छ। अनि मजा छ ल हाम्रो राजेशजी आजको भ्लगमा के भन्नुहुन्छ? के अरे फेरि एकचोटि लास्टचोटि जानु त। टोयलेट बसेको दगुरेको त पछि भित्रै। हेर्नु साथीहरू, हामी त यस्तो रमाइलो गर्दै हिँड्छौँ होइन। अनि ल आज चाहिँ यति नै गरौँ कि भन्ने हो। ल चाहिँ राजेशको पालो एकदम राम्रोसँग हेर्नु होला।
गएर युट्युबमा गएर तिलक भट्टराई भनेर सर्च गरेर ट्याक्क हेर्नु होला है। ओके बाई बाई। अहिले चाहिँ फेरि भोलि भेटौँला।